नमस्ते सबैलाई। मेरो नाम चाहिँ ओसन कार्की हो। अनि त्यस पछाडि मैले के भन्नलाई त यो भिडियो बनाइरहेको होइन, मैले यसो 2-4 महिनादेखि हाम्रो देशको पोलिटिक्सको सिचुएसन हेर्दैछु। हामीले आमा भनेर सुशीला कार्कीलाई आमाले जसरी घर चलाउँछिन् सबै कुरा पुऱ्याएर, त्यसरी नै देश पनि सही बाटोतिर लान्छन् कि भनेर उनलाई सबैले मिलेर छाने। तर आमा, तिमीलाई त सबैले आमा मानेका थिए। आज सोच त अबोध बाल बालिकाको ज्यान गयो, तर पनि तिमीले केही गरेनौ हैन। यत्रो के को डर थियो तिमीलाई, के को? हेर त, यदि तिमीले सुशीला आमा त्यति नगरिदिएको भए आज यत्रो निर्दोष जेन्जीहरूको ज्यान जाँदैन थियो क्या, होइन र? तपाईँ किन डगमगाउनु भयो? सब त्यो स्वार्थ हेरेको हो, देशको लागि भनेर। हेर त, भविष्यको कर्णधारहरूले आफ्नो ज्यान दिए, अनि हामी के गरिरहेछौँ? बिचरा शहीदहरूको खुनमाथि हामी के गर्दैछौँ? राजनीति, होइन त? गलत कुरा भनिरहेको छु आमा। ए सुशीला कार्की, अब तिमीले के गरिदियो भन त देशको हालत? तिमीलाई कति विश्वास गरेको थिए? भोलिको आउने भावी पुस्ता को? इतिहासमा राम्रो छाप छोडेर जानुस् न। त्यत्रो सम्मानको साथ तपाईँलाई त्यत्रो ठुलो पदमा पुर्याए, जनताले विश्वास गरेर। सोच्नु त, के गलत के सही छुट्याउन सक्नु भएन है? धेरै केही बोल्दिन, सानो मुख ठुलो कुरा भयो, यति भन्छु। प्लिज आमा, अझै पनि केही बिग्रेको छैन। बिचरा निर्दोष बालबालिकाहरू जति पनि देशप्रेमीहरू थिए सबै अब केपी ओली अनि राजनीतिले सबलाई मार्नेवाला छ, छानी छानी। आफ्नो देशको लागि रगत बगाउँदा भोलिको दिनमा इतिहासमा तिम्रो नाम कसरी दर्जामा आउँछ होला? आफै सोच्नुहोस् आमा। पुरै देशले आमा मानेको मान्छे हो हजुर। प्लिज भविष्यको कर्णधारहरूको लागि केही सोचिदिनु होला। जय नेपाल। देशप्रेमी देशभक्ति हुनुपर्छ। हामी पनि कहीँ देश जान नसकेर बसेको, आफ्नै देशमा गर्नुपर्छ भनेर बसेको। तपाईँलाई पुरा नेपालीले आमा मानेको छ, तोडिदिनु।